मेला महोत्सवले खास गरेर हाम्रा उत्पादनहरूलाई डोमेस्टिक उत्पादनलाई चाहिँ प्रमोसन चाहिँ गर्ने उद्देश्यबाट वास्तवमा जुन यो मेला महोत्सव चाहिँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको चाहिँ छ, म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँका स्थानीय उत्पादन, यहाँका स्थानीय रीतिरिवाज, सांस्कृतिक लगायत यहाँको हरेक एक्टिभिटीहरू चाहिँ प्रमोट गर्ने चाहिँ उद्देश्यबाट जुन यो मेला चाहिँ जुन आयोजना गरेर वास्तवमा यो नुवाकोट उद्योग वाणिज्य सङ्घले रेगुलर रूपमा जुन यो प्रवर्धन गर्ने चाहिँ काम गरेको छ, त्यसको लागि उद्योग वाणिज्य महासङ्घको तर्फबाट र सम्पूर्ण निजी क्षेत्रको तर्फबाट म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक। वास्तवमा यो मेला महोत्सव निजी क्षेत्रको तर्फबाट गरिने व्यावसायिक एक्टिभिटी चाहिँ भएको चाहिँ हिसाबले अघि संयोजक तथा यस उद्योग वाणिज्य सङ्घका अध्यक्षजीले र वरिष्ठ उपाध्यक्षजीले धेरै चिजहरू चाहिँ भनिसक्नु भएको छ। म के भन्न चाहन्छु भने वास्तवमा यो नुवाकोट काठमाडौँको नजिकमा चाहिँ भएर पनि वास्तवमा यहाँ जति सम्भावना चाहिँ छ, यो सम्भावनालाई चाहिँ एक्सप्लोर गर्न नसकिएको अवस्था चाहिँ छ। वास्तवमा बोर्डरको हिसाबले चाहिँ गर्दाखेरि चीनको बोर्डरसँग चाहिँ जोडिएको र काठमाडौँसँग जोडिएको यो एकदमै छोटो दूरीको जुन एउटा यो डिस्टेन्समा रहेको यो अति नै महत्त्वपूर्ण र व्यावसायिक एक्टिभिटी चाहिँ बढाउने हिसाबले धेरै कामहरू चाहिँ गर्न सक्ने, व्यावसायिक एक्टिभिटी चाहिँ बढाउन सक्ने, रोजगारी सिर्जना गर्न सक्ने, धेरैभन्दा धेरै रेभिन्यू चाहिँ क्रिएट गर्न चाहिँ सक्ने, धेरैभन्दा चाहिँ धेरै व्यक्तिहरूलाई चाहिँ रोजगारी दिन सक्ने जुन एउटा चाहिँ वातावरण बनाउनको लागि वास्तवमा यो नुवाकोट जुन एउटा चाहिँ सम्भावना चाहिँ छ, वास्तवमा त्यसको लागि म यहाँहरूलाई, म अध्यक्षज्यू लगायत सम्पूर्ण निजी क्षेत्रको चाहिँ साथीहरूलाई म के भन्न चाहन्छु भने यहाँका सम्भावित चाहिँ आयोजनाहरू, सम्भावित चाहिँ एरियाहरू, चाहे पर्यटनको होस्, चाहे कृषिको होस्, चाहे कुनै पनि हिसाबका चाहिँ व्यावसायिक एक्टिभिटी चाहिँ बढाउने चाहिँ हिसाबमा हामीहरू उद्योग वाणिज्य महासङ्घले जुन एउटा चाहिँ खास गरेर नेपालमा रहेका हरेक सम्भावनालाई उजागर गर्ने र लगानी गर्ने उद्देश्यले हामीले नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सबै निजी क्षेत्रका चाहिँ व्यक्तिहरूलाई चाहिँ सम्मिल चाहिँ गरेर 10 अरबको जुन एउटा चाहिँ कम्पनी स्थापना गरेको चाहिँ छौँ, एनडिपी भनेर, नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड भनेर। वास्तवमा त्यो कम्पनी मार्फत म अध्यक्षज्यू लगायत सम्पूर्ण व्यवसायी मित्रहरूलाई म भन्न चाहन्छु, यहाँहरूलाई वास्तवमा कुनै पनि एरियामा यहाँहरूले अगाडि बढाउन खोजेको चाहिँ व्यावसायिक एक्टिभिटीहरू चाहिँ यदि गराउन चाहिँ खोज्नु भएको छ भने, त्यसको लागि चाहिँ लगानी जुटाउन खोज्नु भएको छ भने वास्तवमा म व्यक्तिगत रूपमा हामी त्यो कम्पनी मार्फत र म चाहिँ एउटा बैंक तथा वित्तीय संस्थाको चाहिँ एउटा अध्यक्षको पनि हिसाबले बैंक तथा वित्तीय संस्थाको पनि माध्यमबाट वास्तवमा त्यस्ता एक्टिभिटी बढाउन कुराहरूमा म यहाँहरूसँग सँगै रहनेछु भन्ने पनि म विश्वास दिलाउन चाहन्छु। र म अध्यक्षज्यूलाई यही कार्यक्रम मार्फत म के भन्न चाहन्छु भने तपाईँले केही न केही, चाहे पर्यटन होस्, चाहे कुनै पनि हिसाबको यो नाका पनि नजिक भएको हिसाबले केही न केही योजनाहरू, केही न केही प्रोजेक्टहरू, केही न केही तपाईँ हामी मिलेर जान सक्ने कुनै आयोजनाहरू लिएर आउनुहोस्। त्यो आयोजना, त्यो प्रोजेक्टसँग वास्तवमा हामी चाहिँ सहकार्य गरेर अगाडि बढ्ने कुरा म यहाँलाई चाहिँ विश्वास दिलाउन चाहिँ चाहन्छु। र म चाहिँ उद्योग वाणिज्य महासङ्घको खास गरेर करिब अब यो 3 वर्षको चाहिँ टेनर चाहिँ पुरा हुन गइरहेको चाहिँ अवस्था चाहिँ छ। म यहाँहरूलाई के भन्न चाहेँ भने यहाँ धेरै जिल्ला नगर उद्योग वाणिज्य सङ्घका चाहिँ साथीहरू र हाम्रो केन्द्रीय पदाधिकारीज्यूहरू पनि हुनुहुन्छ। वास्तवमा हामीहरूले जति बेला उद्योग वाणिज्य महासङ्घले हामीले जुन एउटा पदभार लिइसकेपछि वास्तवमा त्यति बेलाको चाहिँ अवस्था र त्यति बेला हामीले चाहिँ कमिटमेन्ट गरेको कुराहरू, हामीले केही कुराहरू हामीले चाहिँ कमिटमेन्ट गरेको चाहिँ थियौँ। त्यो के थियो भने वास्तवमा हाम्रो लगानीका चाहिँ हिसाबले हामीले जुन एउटा ट्रेडिसनल चाहिँ कानुनहरू परिवर्तन चाहिँ गर्नुपर्छ, त्यसको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नु पर्यो र त्यो उच्चस्तरीय सुधार आयोगको चाहिँ सुझावको आधारमा चाहिँ कानुन परिवर्तन गर्नको लागि हामीले चाहिँ सुझाव दिएको चाहिँ थियौँ र त्यसमा उद्योग वाणिज्य महासङ्घको तर्फबाट म आफै पनि एउटा चाहिँ सदस्यको रूपमा चाहिँ काम गरेको चाहिँ। वास्तवमा त्यो उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावको चाहिँ आधारमा धेरै कानुनहरू चाहिँ वास्तवमा चाहिँ परिवर्तन चाहिँ भएको छ। कतिपय चिजहरू चाहिँ परिवर्तन हुने क्रममा छ, चाहे त्यो कानुनको सुधारको कुरा गरौँ, चाहे यो बजेटको चाहिँ कुरा गरौँ, चाहे मौद्रिक नीतिको चाहिँ कुरा गरौँ, वास्तवमा हामीहरूका चाहिँ सुझावहरूले कर्मशः वास्तवमा यसलाई चाहिँ त्यसले एउटा चाहिँ मेट्रलाइज हुन लागेको कुरा म यहाँ राख्न चाहिँ चाहन्छु। र त्यसै गरेर हामीले
उद्योग वाणिज्य महासङ्घले धेरै पहिलादेखि चाहिँ उठाउँदै आएको वर्षौँदेखि चाहिँ उद्योग वाणिज्य महासङ्घले यो विधान संशोधनको चाहिँ कुराहरूको चाहिँ कुरा उठिराखेको चाहिँ थियो र सँगसँगै जिल्ला नगर उद्योग वाणिज्य सङ्घले खास गरेर हामीहरूको चाहिँ वेटेजको आधारमा हामी जुन 50% नेपाल उद्योग वाणिज्य महासङ्घको वेटेजको आधारमा हाम्रो चाहिँ प्रतिनिधित्व चाहिँ कम भयो भनेर खास गरेर जिल्ला नगर उद्योग वाणिज्य सङ्घले जुन उठाउँदै आएको जुन एउटा चाहिँ इस्युहरू चाहिँ थियो र त्यो 10औं वर्षदेखि चाहिँ रोकिएको जुन विधान संशोधनको कुराहरू चाहिँ थियो त्यो पनि वास्तवमा हाम्रै टेन्डरमा हाम्रै पिरियडमा हामी चाहिँ कम्प्लिट गर्छौँ भनेर मैले पहिलो प्रोग्राममा चाहिँ मैले चाहिँ भनेको चाहिँ थिएँ। त्यो चिजहरू पनि वास्तवमा चाहिँ कम्प्लिट भएको अवस्था चाहिँ छ र यो विधान संशोधन वास्तवमा खास गरेर जिल्ला नगर उद्योग वाणिज्य सङ्घका साथीहरूको चाहिँ वास्तवमा धेरैभन्दा धेरै चाहिँ डिमान्ड भनौँ, धेरैभन्दा धेरै प्रेसर गरेको भनौँ, धेरैभन्दा धेरै जिल्ला नगर उद्योग वाणिज्य सङ्घको चाहिँ माग अनुसार चाहिँ 50% को जुन एउटा प्रतिनिधित्वको लागि जुन दुईटा खास गरेर उपाध्यक्ष जिल्ला नगर उपाध्यक्षको चाहिँ व्यवस्था चाहिँ थियो, अर्को चाहिँ प्रत्यक्ष अध्यक्षको चाहिँ निर्वाचन चाहिँ थियो, त्यसै गरेर चाहिँ अर्को चाहिँ हाम्रो प्रदेशको प्रतिनिधित्वको चाहिँ कुरा थियो, त्यसै गरेर हाम्रो एउटा सहभागितामूलक चाहिँ हिसाबमा चाहिँ महिला उपाध्यक्षको चाहिँ कुराहरू चाहिँ थियो र त्यसै गरेर जुन प्रदेशका चाहिँ सदस्यहरूको चाहिँ अधिकारको चाहिँ कुरा थियो, त्यसै गरेर वस्तुगत तथा एसोसिएटका सदस्यहरू जुन प्रदेशमा चाहिँ कार्य समितिमा पदाधिकारी हुनुहुन्छ उहाँहरूको चाहिँ प्रदेश अध्यक्षमा चाहिँ जाने चाहिँ जुन एउटा चाहिँ कुराहरू चाहिँ थियो, यी लगायत यावत कुराहरू जुन हाम्रो चाहिँ डिमान्ड अनुसार वास्तवमा यो चिजहरू जुन मागिएको चाहिँ थियो त्यो वास्तवमा यो अहिलेको विधानले चाहिँ व्यवस्था गरेको चाहिँ छ। म जिल्ला नगर उद्योग वाणिज्य सङ्घका चाहिँ साथीहरूलाई म धेरै धेरै बधाई दिन चाहन्छु। तपाईँहरूले अहिलेसम्म चाहिँ वास्तवमा तपाईँहरूले जुन एउटा मात्र प्रतिनिधित्व चाहिँ भएको चाहिँ हिसाबमा जुन एउटा चाहिँ उपाध्यक्षको एउटा मात्र चाहिँ प्रतिनिधित्व चाहिँ भएको हिसाबमा अब यहाँहरूको चाहिँ जिल्ला नगर उद्योग वाणिज्य सङ्घको चाहिँ तर्फबाट दुई-दुईजना चाहिँ उपाध्यक्षको प्रतिनिधित्व हुने भएको छ। त्यो पनि धेरै ठुलो उपलब्धि हो भन्ने कुरा म राख्न चाहन्छु। र सँगसँगै अर्को चाहिँ म यहाँहरूलाई एकदमै इम्पोर्टेन्ट जिल्ला नगर उद्योग वाणिज्य सङ्घको चाहिँ साथीहरूलाई के थियो भने हरेक जिल्ला नगर उद्योग वाणिज्य सङ्घको चाहिँ अध्यक्ष अथवा निवर्तमान अध्यक्ष केन्द्रमा चाहिँ वास्तवमा चाहिँ एक पटक चाहिँ प्रतिनिधित्व गरेर पठाउने र अर्को पटक चाहिँ वास्तवमा आउने चाहिँ अध्यक्ष अथवा अर्को पटक आउने चाहिँ निवर्तमान अध्यक्षलाई पठाउने भएको हुनाले कहिल्यै पनि वास्तवमा चाहिँ एक्सेप्सनल चाहिँ केसहरू बाहेक जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट चाहिँ प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू रिपिट हुने अवस्था थिएन। त्यो के थियो भने खास गरेर जिल्ला नगरले चाहिँ सिफारिस गरेपछि मात्रै जान पाउने चाहिँ व्यवस्था थियो। त्यसमा हामीले के गर्यो भने यदि ऊ चाहिँ केन्द्रीय सदस्य चाहिँ भइसक्यो भने वास्तवमा त्यो केन्द्रीय सदस्य जब ऊ चाहिँ नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य चाहिँ भइसक्यो भने त्यो चाहिँ कुनै एउटा चाहिँ जिल्लाको अथवा क्षेत्रको मात्र रहँदैन, त्यो नेपाल भरिकै वास्तवमा चाहिँ केन्द्रीय सदस्य चाहिँ भएको हिसाबले त्यस्तो व्यक्तिलाई चाहिँ वास्तवमा चाहिँ जुन एउटा चाहिँ जिल्लाले चाहिँ सिफारिस गर्नुपर्ने चाहिँ थियो त्यो सिफारिस चाहिँ जरुरी हुने छैन, ताकि उसले चाहिँ सेकेन्ड टर्ममा चाहिँ उद्योग वाणिज्य सङ्घको चाहिँ पदाधिकारी कार्य समितिमा चाहिँ जान सक्यो भने उसले चाहिँ दुई कार्यकाल जुन पदाधिकारीमा जानको लागि जुन एउटा बेसिक भन्नाले 2 टर्म चाहिँ गर्नुपर्ने जुन एउटा कार्य समितिमा बसेर काम गर्नुपर्ने जुन 2 टर्मको चाहिँ व्यवस्था थियो वास्तवमा त्यसलाई पनि वास्तवमा चाहिँ जिल्ला नगरका चाहिँ साथीहरूलाई धेरै भन्नाले त्यो खड्किएको कुराहरू धेरै गरेको कुराहरू वास्तवमा त्यो पनि वास्तवमा विधानले चाहिँ गरेको छ र यो म यहाँहरूलाई म बधाई दिन चाहन्छु। यहाँहरूले हेर्नु भएको चाहिँ छ खास गरेर म यहाँ तारादाई हुनुहुन्छ, यहाँ वास्तवमा अब तारादाईलाई चाहिँ यदि उहाँ तारादाई जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट वास्तवमा उहाँहरू पहिला चाहिँ यहाँबाट सिफारिस गरेर जानुभयो र उहाँलाई अब जिल्ला नगरको चाहिँ तर्फबाट यदि केन्द्रीय सदस्यमा जानु पर्यो भने नुवाकोट उद्योग वाणिज्य सङ्घले चाहिँ सिफारिस गर्नु जरुरी छैन। किनभने जस्तो अब आउने अहिलेको चाहिँ हाम्रो राजेन्द्रजीले चाहिँ वास्तवमा सिफारिस गर्ने व्यक्ति अथवा राजेन्द्रजी पनि जान सक्नुहुने भयो। उहाँ गइसकेपछि वास्तवमा उहाँको एक टर्म चाहिँ पुगिसकेपछि त्यो एक टर्म भइसकेपछि अर्को टर्मको लागि यदि यहाँहरू चाहिँ क्यापेबल हुनुहुन्छ, यहाँहरू चाहिँ केन्द्रीय नेतृत्व लिन चाहनुहुन्छ, यहाँहरूले टाइम दिन चाहिँ चाहनुहुन्छ भने यहाँ स्वतः स्फूर्त तपाईँ चाहिँ अर्को कार्यकालको लागि तपाईँ केन्द्रीय सदस्य चाहिँ एलिजिबल चाहिँ हुनुहुनेछ। र त्यसले चाहिँ के भयो भने आउने दिनमा खास गरेर जिल्ला नगर उद्योग वाणिज्य सङ्घका चाहिँ जुन केन्द्रीय सदस्यको रूपमा चाहिँ अगाडि बढेर उहाँहरू म चाहिँ पदाधिकारी जान्छु, उपाध्यक्ष हुन्छु, वरिष्ठ उपाध्यक्ष हुन्छु, म चाहिँ अध्यक्ष हुन्छु र मैले एउटा निजी क्षेत्रको जुन एउटा चाहिँ निजी क्षेत्रको चाहिँ प्रतिनिधित्व गर्छु र नेतृत्व लिन्छु चाहिँ भनेर भन्यो भने वास्तवमा त्यो जिल्ला नगरको चाहिँ व्यक्ति जुन कहिलेकाहीँ चाहिँ भनेर एक्सेप्सनल बाहेक जनरली त्यो पहिलो टर्ममा चाहिँ सिफारिस गरेको चाहिँ व्यक्तिलाई अर्को टर्ममा
सिफारिस गर्नको लागि वास्तवमा चाहिँ अरूले पनि चान्स पाउनुपर्छ भन्ने चाहिँ हिसाबमा त्यो एक्सेप्सनल बाहेक चाहिँ त्यो कुराहरू चाहिँ रोकिएको अवस्था थियो। वास्तवमा यसले अहिलेको यो व्यवस्थाले वास्तवमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घका चाहिँ नेतृत्वमा चाहिँ जान चाहने केन्द्रीय सदस्यज्यूहरू जिल्लाका अध्यक्षज्यूहरूलाई वास्तवमा धेरै ठुलो फराकिलो बाटो खोलेको कुरा पनि म राख्न चाहन्छु। हुन त हाम्रो चाहिँ कतिपय हाम्रा चाहिँ उद्योग वाणिज्य महासङ्घमा पनि वास्तवमा नेपालको चाहिँ यो पोलिटिक्सको चाहिँ हिसाबमा उद्योग वाणिज्य महासङ्घको पोलिटिक्स चाहिँ उद्योग वाणिज्य महासङ्घमा पनि नभएको होइन। यही कुरालाई चाहिँ जस्तो चाहिँ होइन जिल्लाभन्दा चाहिँ जिल्लाको सरोकारै नगरिकन केन्द्रीय सदस्यमा जान गएपछि जिल्लालाई सरोकार गर्दैन अथवा जिल्लाको चाहिँ इम्पोर्टेन्ट चाहिँ भएन पनि भनेर चाहिँ नभनिएको होइन, तर त्यो चाहिँ गलत हो। मैले यो किन भन्न चाहेँ भने यदि राजेन्द्रजी अहिले चाहिँ तपाईँहरूको नुवाकोटबाट राजेन्द्रजीले चाहिँ सिफारिस गरेको अथवा राजेन्द्रजी जान चाहनुभयो भने उहाँ पनि जान चाहिँ सक्यो, उहाँ यदि चुनावमा जान चाहनुभयो भने हाम्रो तारादाई पनि जान सक्यो। यसको मतलब चाहिँ भोलि तारादाई चाहिँ उपाध्यक्ष भएर म चाहिँ नेपाल उद्योग वाणिज्य महासङ्घको चाहिँ वरिष्ठमा जान्छु, त्यसपछि म चाहिँ भनेर अध्यक्ष हुन्छु यदि भनेर भन्यो भने त्यो अपर्च्युनिटी वास्तवमा अहिलेको विधानले चाहिँ गरेको छ। यो चिजहरू चाहिँ वास्तवमा अहिलेसम्म चाहिँ जुन हिसाबको यहाँले हेर्नुभयो भने हरेक जिल्ला नगर उद्योग वाणिज्य सङ्घको चाहिँ तर्फबाट केन्द्रीय सदस्यमा चाहिँ जाने व्यक्तिहरूको वास्तवमा रिपिट गर्न नपाएको कारणबाट क्यापेबल हुँदाहुँदै सक्षम हुँदाहुँदै पनि वास्तवमा अगाडि बढ्न नसकेको अवस्था थियो। त्यो कुराहरू चाहिँ वास्तवमा यो अहिलेको विधानले चाहिँ व्यवस्था चाहिँ गरेको चाहिँ छ। र मैले उद्योग वाणिज्य महासङ्घको चाहिँ कुराहरू मैले यहीँ बाँकी राखेर मैले खास गरेर निजी क्षेत्रलाई चाहिँ प्रायोरिटी दिनु पर्यो। यहाँले हेर्नुभयो भने हाम्रा चाहिँ हरेक आन्दोलनमा चाहिँ निजी क्षेत्रको चाहिँ तोडफोड आगजनी लुटपाट र निजी क्षेत्रको सेक्युरिटीको कुराहरू वास्तवमा धेरै नै इम्पोर्टेन्ट चाहिँ भयो। हरेक आन्दोलनमा चाहिँ हाम्रो उद्योग प्रतिष्ठानहरू जुन हिसाबले चाहिँ उचाइ गरेको चाहिँ छ त्यो हुनुहुँदैन भन्ने चाहिँ हिसाबमा हामीले अहिले एउटा चाहिँ उद्योग वाणिज्य महासङ्घले के अगाडि सारेको छ भने PSPP भनेर प्राइभेट सेक्टर प्रोटेक्सन एन्ड प्रमोसन प्लान स्ट्राटेजी भनेर हामीले वास्तवमा एउटा चाहिँ प्लान नेपाल सरकारलाई दिएको चाहिँ छौँ र नेपाल सरकारको चाहिँ सम्माननीय प्रधानमन्त्रीले वास्तवमा क्याबिनेटबाट चाहिँ त्यसलाई चाहिँ भन्नाले चाहिँ पारित गरेर जुन एउटा चाहिँ विद्यालय एउटा चाहिँ शान्ति क्षेत्रको रूपमा जुन विद्यालयलाई चाहिँ भनिने गरिएको छ, निजी क्षेत्रलाई पनि एउटा चाहिँ इकोनोमिक एक्टिभिटी बढाउने रोजगारी सिर्जना चाहिँ गर्ने राजस्व बढाउने पूर्वाधार बनाउने क्षेत्र चाहिँ हो। यसले गर्दाखेरि आउने दिनमा यो किसिमको एक्टिभिटी हुनु हुँदैन अथवा निषेधित क्षेत्र जुन एउटा चाहिँ शान्ति क्षेत्र बनाए जस्तै यो व्यावसायिक एक्टिभिटी गर्ने चाहिँ क्षेत्र चाहिँ एउटा शान्ति क्षेत्र हो भन्ने हिसाबको पनि नेपाल सरकारबाट पास हुन लागेको कुरा पनि म यहाँहरूलाई चाहिँ जानकारी गराउन चाहिँ चाहन्छु। र मैले अन्तिममा चाहिँ के भन्न चाहेँ भने वास्तवमा अहिले चुनावको चाहिँ जुन एउटा हिजोदेखि चाहिँ एउटा चुनावको माहौल जुन हिजो चाहिँ मनोनयन दर्ता सहज हिसाबले चाहिँ अगाडि बढेपछि वास्तवमा चुनावको चाहिँ वातावरण चाहिँ अगाडि बढेको चाहिँ छ। र म चाहिँ यो कार्यक्रम मार्फत म के भन्न चाहन्छु भने हरेक राजनीतिक दललाई म आग्रह गर्न चाहन्छु, हरेक राजनीतिक दललाई म के भन्न चाहन्छु भने यहाँहरूले वास्तवमा यहाँहरूको चाहिँ पार्टीले यहाँहरूको घोषणापत्रमा वास्तवमा निजी क्षेत्रका चाहिँ एजेन्डाहरूलाई चाहिँ पहिलो प्राथमिकता चाहिँमा पर्नु पर्यो, ताकि निजी क्षेत्रका चाहिँ एजेन्डाहरू चाहिँ पहिलो प्राथमिकतामा चाहिँ पर्यो भने हामी कहाँ रोजगारी सिर्जना चाहिँ हुनेछ। जुन हामी चाहिँ नेपालमा रोजगारी नभएको कारणबाट जुन एउटा वैदेशिक रोजगारमा जानुपर्ने बुढाबुढी आमा बुवालाई छाडेर जुन बाहिर जानुपर्ने जुन एउटा चाहिँ बाध्यता चाहिँ छ, त्यो बाध्यताबाट चाहिँ वास्तवमा यहीँ नै रोजगारी चाहिँ सिर्जना हुनेछ। त्यसै गरेर धेरैभन्दा धेरै चाहिँ रेभिन्यू जेनेरेट चाहिँ हुनेछ। त्यो रेभिन्यूबाट सरकार सञ्चालन र सरकारले बनाउने पूर्वाधारमा चाहिँ खर्च गर्न मिल्नेछ, आवश्यक चाहिँ पूर्वाधारहरू हुनेछ र व्यावसायिक एक्टिभिटी चाहिँ बढ्नेछ। त्यो हिसाबले पनि म राजनीतिक दलको सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई म के आग्रह गर्न चाहन्छु भने यहाँहरूको चाहिँ घोषणापत्रमा यहाँहरूले चाहिँ अब छिट्टै जुन यो चुनावको लागि जुन घोषणापत्र यहाँहरूले बनाउन गइरहनु भएको छ त्यसमा जुन राजनीतिक पार्टीको निजी क्षेत्रका एजेन्डाहरूले चाहिँ प्राथमिकता चाहिँ पाउनेछन् र त्यो निजी क्षेत्रका चाहिँ एजेन्डाहरू चाहिँ प्राथमिकता पर्ने पार्टीले नै वास्तवमा अहिले वास्तवमा चाहिँ जुन एउटा चाहिँ चाहेको सुशासन रोजगारी हरेक जुन एउटा चाहिँ भनौँ न एउटा चाहिँ समृद्ध नेपालको जुन एउटा चाहिँ आकाङ्क्षा हामी आम नेपालीको चाहिँ छ त्यो हिसाबले चाहिँ वास्तवमा फुलफिल हुनेछ भन्ने वास्तवमा चाहिँ निजी क्षेत्रको तर्फबाट कुराहरू राख्दै म के आग्रह गर्न चाहन्छु भने अहिलेको जुन यो चुनावमा सबै राजनीतिक दलको चाहिँ तर्फबाट आउने घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई चाहिँ प्राथमिकता साथ चाहिँ यसमा चाहिँ समेटियोस्।
ताकि त्यसले गर्दाखेरि वास्तवमा नेपालको इकोनोमिक एक्टिभिटीलाई एकदम सहज हिसाबले चाहिँ अगाडि बढाउन चाहिँ सकियोस् भन्ने चाहिँ कुराहरू चाहिँ राख्दै घुम्न जाउँ है 9औं नुवाकोट महोत्सव यही माघ 7 गतेदेखि 17 गतेसम्म सबैलाई निमन्त्रणा।